काठमाडौँबाट नजिक वान अफ द बेस्ट ठाउँ आज हामी चितलाङ जाँदैछौँ। हेलो एन्ड नमस्ते एभ्रीवान, वेलकम टु माई मिनी ब्लग। चितलाङ जानुभन्दा पहिले हामीले चाहिँ 800 को पेट्रोल भर्यौं। आज चाहिँ बाइकमा म राइड गरेर जानेछौँ। पेट्रोलको कमी नहोस् भनेर मैले एक्स्ट्रा बोतल पनि लगेँ। बाटोमा चाहिँ हामीले एक बोतल पानी पनि किन्यौँ र आज मसँग निरज चाहिँ जाँदै हुनुहुन्छ। फर्स्टमा चाहिँ बाटो एकदमै राम्रो थियो, त्यो देखेर चाहिँ हामी निकै नै खुसी भएका थियौँ। बाटोमा चाहिँ यता मन्दिर पनि रहेछ अनि यता मिररहरू पनि लगाएका रहेछन्। असली खेल त अब सुरु हुन्छ। बाटो चाहिँ निकै नै खराब थियो अनि मोटरसाइकलले चाहिँ उकालोमा चढ्दै थिएन, पुरानो बाइक हुनाले चाहिँ। यता स्कुटीमा आउने दाइहरूको चाहिँ एक्सिडेन्ट भएको रहेछ अनि हल्का चोट पनि लागेको रहेछ। लिटरली गाइस बाटो चाहिँ निकै नै खराब थियो। यस्तो हालत थियो बाटोको चाहिँ। हजुरहरू पनि आउनुहुन्छ भनेपछि एकदम केयरफुल भएर आउनु होला। काठमाडौँदेखि चितलाङ चाहिँ अब 35 किलोमिटर रहेछ। बाटो खराब भएको कारणले हामीलाई चितलाङ पुग्न 3 घण्टा लाग्यो। फाइनली हामी चाहिँ चितलाङमा पुग्यौँ। चितलाङलाई चाहिँ अर्ग्यानिक भिलेज भनेर पनि चिनिने रहेछ। बाटोमा चाहिँ हामीलाई यस्तो राम्रो राम्रो ठाउँहरू पनि भेट्यो, त्यहाँ रोकेर हामीले फोटो भिडियोहरू पनि बनायौँ। बाँकीको चाहिँ म हजुरहरूलाई म नेक्स्ट ब्लगमा देखाउने छु। भेडा फार्मदेखि लिएर मर्खु भिलेज सबै देखाउने छु। आजको लागि यति नै। यदि हजुरहरूलाई भिडियो मन पर्छ भने चाहिँ लाइक शेयर सब्सक्राइब सब गरिदिनु होला। बाई बाई, टेक केयर।